मेरो खाता खोल्नु पर्ने थियो नानी। हस् अङ्कल, म खोलिदिन्छु। डकुमेन्ट्स ल्याउनु भएको छ? ल्याएको छु नानी। खोइ दिनुस् त मलाई। ए लिनुस्। साले तू के हो यो सब? डकुमेन्ट्स माग्नु भएन? हामीले तपाईँको डकुमेन्ट मागेको, तपाईँको शाखा सन्तानको होइन। यो मेरै डकुमेन्ट्स हो बाबु। यहाँ मेरो जन्म दर्ता, बिहे दर्ता, स्कुल सर्टिफिकेट, कलेज सर्टिफिकेट, घरको लाल पूर्जा, डिभोर्स पेपर सबै छ। तपाईँहरूलाई जे जे चाहिन्छ सबै छ यहाँ। नागरिकता छ? हजुर। नागरिकता छ कि छैन भनेको। ओहो, त्यो चाहिँ ल्याउन बिर्सेछु। अघि नै भन्नु पर्दैन नागरिकता पनि चाहिन्छ भनेर? लौ, अघि नै कसरी भन्ने? हामीलाई थाहा हुन्छ र को के कामले आएको हुन्छ भनेर? के गर्ने त अब? नागरिकता बिना हुँदैन? हुँदैन नि। जानुस्, सुरुमा नागरिकता लिएर आउनुस्। हेत तेरी, समस्या पो भयो त हौ। के गर्ने होला? आइडिया। बाबु, म तिमीलाई गाडी भाडा दिन्छु कि मेरो घर गएर नागरिकता लिइदेऊ न ल। थैट, हुँदैन। म ब्याङ्कको काम गर्न आएको कि तपाईँको काम गर्न आएको?